यो चाहिँ अब कागती कस्तो मजाले नयाँ पालुवा हालेको छ। अब यो यसै पालिदेखि कोपिला यसरी फुलहरू पनि देखिन थाले हैन, धेरै छन् आएको। यहाँ भयो यो खासमा हाम्रो यो व्यावसायिक त ड्रागन फल नै हो हैन। अब यतापट्टि त्यो अङ्गुरको त्यो थियो यो कागती, यो चाहिँ हामीले आफूले अब किसान भएर यति खेती गरिसकेपछि सकभर फलफुल तरकारी सकेसम्म किन्न नपर्छ भन्ने हिसाबले हो र हामीले विभिन्न खालका फलफुलहरू चाहिँ कलेक्सन गरेर अन्य फलफुल पनि रोपिरहेको सन्दर्भमा यो चाहिँ नि हामीले रामबुटन भनेर ल्याएको बोट पनि खासै ठुलो हुँदैन यत्रो भएको छ। पोहोर चाहिँ फुलहरू फुले, त्यो फुल विश्वसनीय तरिकाले फल लागेर ठगेछ जस्तो लागेको थियो, रामबुटन जस्तो थिएन। तर यसपालि चाहिँ अब त्यो फुलभन्दा पनि फरक किसिमले चाहिँ एउटा फल यस्तो फल देख्यौँ हैन। अब रामबुटनको फल त पक्कै पनि यो नहुनु पर्ने हो, यस्तो खालको फल त हुँदैन रामबुटनको, त लिची जस्तो हुन्छ हैन। कि बा हो कि त तपाईहरु कसैलाई चाहिँ यो बारेमा के आइडिया छ भनेदेखि कृपया हामीलाई तलको कमेन्टमा यसो आफ्नो भ्युजहरू सेयर गरिदिनु न। मलाई त कता कता रामबुटन त हैन, यो त ड्युरियन जस्तो पो हो कि आकार प्रकार त जस्तो लागेको छ हैन। ड्युरियन फ्रुटको पत्ता त यस्तो नहुनु पर्ने जस्तो लाग्छ हामीले चाहिँ। तर पनि यो के हो त यो भन्ने कुरा यहाँहरुबाट सुझावको अपेक्षा गरेका छौं। धन्यवाद।